ल है त आज हामीले अरिगल पकाउँदैछौँ। अरिगल पोलेर लिएर आएर यसलाई सबै कुरा अरिगललाई मोलेर तेल तातो बनाएर हामीले टक्क लाएर अरिगल पकाउँदैछौँ है त। अब भने हामीले अरिगल पकाउँदैछौँ। साह्रै मिठो हुन्छ है अरिगल त। टक्क लाएर यसरी हामीले ज्वाइँ बनाएर साथीभाइ मिलेर टक्क अरिगल पकाउँदैछौँ। अनि यसको स्वाद आज हामीले लिनेछौँ। पक्कै पनि अरिगलको स्वाद तपाईँहरूलाई पनि थाहा छ कस्तो हुन्छ भन्ने कुरा। हेर्नुहोस् त कति मिठो भएर पाक्दैछ, रातो हुँदैछ। यसलाई मजाले तेलमा हालेर डुबाएर यसलाई आनन्दले चलाउनु पर्छ। अनि यस्तो पाकिसकेपछि यसको कलर हल्का रातो रातो आउँछ, यो खालको आउँछ है। अनि त्यसपछि यसलाई एकछिन छोडिदिने यत्तिकै आगोमा अनि बिस्तारै चलाउने। तर सबै कुरा मसलाहरू सबै मोलिसकेको हुनुपर्छ पहिला चाहिँ अरिगलमा। सबै कुराहरू मोलेर यसलाई रेडी गरेर अनि बल्ल यसलाई हाल्नुपर्ने हुन्छ। यसरी हामीले अरिगल आज हन्डिङ हानेर हामीले यसरी पोल्दैछौँ, पकाउँदैछौँ। सकेपछि यसको चाहिँ यो कलरको साइज आउँछ। हामीले एक लट पकाएर यसलाई टेस्ट लिने हामी यो गर्दैछौँ। अब फेरि अरिगल पकाएपछि हल्का टुच्चो त हान्नै पऱ्यो होइन। मैले चाहिँ दुध है, म चाहिँ दुध खाने, अरू चाहिँ नचल्ने भएको हिसाबले दुधसँग अरिगल खाँदैछु आज। अनि टक्कलाई यो चाहिँ अब पाक्दैछ। हामीले एक लट हानिसक्यौँ। अब यो चाहिँ लास्ट लट फेरि हामीले पकाउँदैछौँ। जाडोमा अरिगलको स्वाद एकदमै मिठो हुन्छ। अब यो चाहिँ अब खाएको साथीहरूलाई पनि थाहा होला होइन। यसरी हामीले चाहिँ 4 जना भएर साथीभाइ मिलेर टक्क आज पकाएर अरिगल हन्डिङ हानेर पकाउँदैछौँ। अहिले ठ्याक्कै रातको 9 बजिसकेको छ। 9 बजे हामीले यो अरिगल पकाउँदैछौँ। यसलाई चाहिँ पकाएर हामीले अब एकदमै मिठो तरिकाले सबैले बाँडेर खाँदैछौँ। तपाईँ पनि अरिगलको स्वाद लिन चाहनुहुन्छ भने आउनुहोस् है, सम्पर्क गर्नुहोस् है त। थ्याङ्क्स फर वाचिङ।